गाइस हामी चाहिँ पशुपतिसम्मको यात्रा छ हाम्रो साथमा छ पहिला आज चाहिँ महिनाहरूको तिजको हो क्या तिज हजुर अनि त्यसमा चाहिँ पुरै रातो मात्र हुन्छ क्या गाइस अनि हामी पनि कस्तो कस्तो छ भने हेर्नु हिँडिरहेको छ कि अघिल्लो एउटा यहाँ फोनमा एकदमै बिजी छ कि साह्रै बिजी छ क्या यहाँबाट बाजेले चाहिँ क्या ढाका टोपी बोकेर हिँड्नु भएको छ क्या बाजेले है अनि आमामा यहाँ पुरै पुलमा सेल्फी खिच्ने मान्छे धेरै छ क्या गाइस अनि हामी चाहिँ यहाँ देखाउँदैछौँ ल कति धेरै मान्छे छ क्या गाइस कति धेरै मान्छे छ क्या यहाँ चाहिँ गाइस मेरो मोबाइल किन नलाग्यो होला बहुत भीड़ भाई यार भाई खाने पेट तुम्हारे बच्चे नहीं चलते कुछ खासा करो आज हामी त यहाँ त पुरै बजार आएको जस्तो भयो क्या पुरो घेर्छ यार मलाई चाहिँ आधै लागाउँछ क्या यो भ्लग बनाउनु पनि एउटा क्यामराम्यान नभइरहेको छैन समीरको भिडियो भङ्गेर साह्रै यो चाहिँ पुरै मसान घाट हो है गाइस पुरै लास्ट जलाउने ठाउँ कस्तो तीजको माहौल हो र आज विश्वकर्मा पूजा असल फेब्रुअरी दिन एकदमै रमाइलो छ माहौल साह्रो गरिब हो गाड़ी खेले क्या
कति वर्ष गरे 13 वर्ष भन्दा 18 वर्ष भन्दा अनि 14 वर्ष भन्छ हो सर यो भाइले समाजको जातिको मूल संस्कृति उदाहरण विधिका आपको अलग पेछन दियो एक भन्दा बढी कसो समात्यो भाइले त्यही भन्दा कसो गर्यो तीन भन्दा कसो गर्यो कतिको मजा आयो तीन भन्नुभन्दा अब ठेरेछ भाइ बाटो भएर हातको नसा एउटा बल घुटेर त ठेरेछ नाइटो भन्दा पनि बिचमा छ यो तल नरात्रि कहीँ जानु परेको छैन बाटो र बस पत्रमा निकाले राम्रो हुन्छ निकाले त्यत्रो भुँडी कस्तो हुन्छ बटोमा चाहिँ गरेन भन भाइ अब बल निकाल्ने एकचोटि घट्नु लाग्ने हो बल त निकाल्ने हो बल निकाल्ने मात्रै तरिका दुईटा छ एउटा जादुले एउटा आइडियाले कुन तरिका निकाल्ने आइडियाले दुईटा साथी गरौँ मेरो पुरो टेबलमै कस्तो भुलेर जान्छ सोध्दैको बेलाबाट पाउनै सक्नु मेरो पुले चाहिँ दण्डै हान्छ भोटामा हान्छ म त हान्छ भने केही पनि हुँदैन ज्यान हो सस्कोदै मान्छ मान्छे मर्दैन मान्छे मर्छ साथो दाइ उनाडो एक दुई तीन भन्छु र जाँदै हेर्नुहोस् यो भाइको हातमा भाइ एक भन्दा यो कति काटिन्छ दुई भन्दा यो चप्पल कति हुन्छ तीन भन्दा यो चप्पल जहाँ बल गएको छ त्यही जान्छ बल बाहिर आउँछ बल बाहिर आउने भाइले सरको टाउमा राखिदिए यो सरको सानोवाले चालु कदा 3000 महाजार जेकान सैतान चोर प्रवेश टाइम जाबेर वासान हो इन्द्रधर दिल्ली वासान हो पोलिरहेको मधुर मेरो कास भएर भाइ एक कोटी रुपैयाँ काटोले फेरे जस्तो बाटो थियो त्यस्तै सबै लगेर दाइ निकाल्नु कलम सुरु गरेर के भयो आता त 3 सबको